म कुवेत आएको लगभग 1 वर्ष जति भएको रहेछ। तर कहिलेकाहीँ लाग्छ म यहाँ बाँचिरहेको छु या जिन्दगीहरू काटिरहेको छु। बिहान उठ्यो, ड्युटी गयो, काम गर्यो, फर्कियो, खायो, सुत्यो अनि फेरि उही साइकल। केही हदसम्म म खुसी नै छु। मेरो यो 1 वर्षको लाइफ र अहिलेको लाइफ कम्पेयर गर्दा बेटर नै छ। माई प्यारेन्ट्स आर ह्याप्पी। कमाइ राम्रो छ या छैन थाहा छैन, तर घरमा पैसा पठाउँदा आमा बुवाको अनुहारमा आउने खुसी देखेपछि आफ्नो थकान धेरै सानो लाग्छ। आफूले चाहिएको कुरा किन्न नसकिएला, तर घरमा कसैलाई केही कुराको अभाव नहोस् भन्ने चाहना छ। यदि राम्रो रोजगार नेपालमै पाएको भए अझ बढी खुसी हुन्थ्यो होला। परिवारदेखि टाढा बस्न कसलाई पो मन हुन्छ र। जिन्दगीहरू अगाडि बढिरहेको छ र म पनि बढिरहेको छु। प्रयास गर्दैछु र गरिरहेको छु। जिन्दगी सजिलो छैन, तर हार पनि मानेको छैन, किनकि मेरो पछाडि मेरो परिवारको आशा छ। हजुरहरूले मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि फेरि भेटौँला अर्को नेक्स्ट भिडियोमा। बाई बाई।